नमस्कार मेरो युट्युबको सबैजना साथीहरूलाई हजुरहरू समक्ष मेरो भिडियो आइपुग्यो भने सब्स्क्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। म चाहिँ आज मेरो सानो 2 वर्षको नातिलाई सातु बनाउन गइरहेछु। त्यसको लागि मैले यहाँ ओट्स लिएको छु आधी किलो जति, अनि यो मखना लिएको छु 300 ग्राम, यो चिउरा, अनि यो ड्राई फ्रुटहरू, यो चना लिएको छु, अनि यो गहुँ, अनि यो मुङ्गी दाल पखालेर सुकाएर भुटेको छु, अनि यो ज्वानो, मेथी अलिकति, अनि अरू मसलाहरू त थोरै नै छ। यो चाहिँ सातुको लागि 1.5 वर्षको मेरो नातिको लागि हो। यो घरमै बनाएको एकदम स्वास्थ्य खानाको लागि हुन्छ भनेर म चाहिँ सधैँ घरमै बनाउँछु। आज चाहिँ मैले हजुरहरूलाई पनि देखाएँ यसमा के कति कमी छ हजुरहरूले बताइदिनु होला। बच्चाको लागि हो। अब यस सबै यो चाहिँ मैले भुटेर रेडी बनाएको छु, अनि मिक्सरमा राखेर पिन्ने छु यसलाई, अनि हजुरहरूलाई देखाउँछु। यो 1 महिना जतिको लागि बनाएको हो। यो सातु चाहिँ बाबुलाई 1 महिनासम्म पुग्छ। बनाएको छु मैले, दिनमा 1 पटक मात्रै खुवाउने गरेको छ, 2 चम्चा डेली। हेर्नु साथीहरू, हजुरहरू कोही जान्ने हुनुहुन्छ भने मलाई पनि कमेन्ट गरिदिनु होला के कति पुगेको छैन। मेरो चाहिँ यति नै हो, मैले भटमासहरू राखेको छुइनँ। हेर्नुहोस् त साथीहरू, अब मेरो यो लिटोको पिठो चाहिँ तयार भएको छ। मैले चाहिँ मिक्सरमा पिनेर यसरी चालेर रेडी बनाएको छु, चालनीले चालेर। यो चाहिँ धेरै मेरो यो सातु चाहिँ मिक्सरमा पिसेर चालेर रेडी भइसकेको छ। यो धेरै खस्रो पनि छैन, धेरै मसिनो पनि छैन, ठिक्कको छ। बाबुको दाँत आइसकेको हुनाले मैले धेरै मसिनो पनि बनाएन। अनि यो चाहिँ स्वास्थ्यको लागि एकदम राम्रो छ। यसलाई चाहिँ घिउमा भुटेर अनि हामीले 6 गडा राखेर खुवाउँदा, कहिलेकाहीँ सखर राखेर खुवाउँदा हुन्छ। चिनी चाहिँ बच्चाहरूलाई नदिनु भन्छन्, नदिएकै राम्रो। कहिलेकाहीँ नुन राखेर दिँदा पनि हुन्छ। अनि हामी ठुलो मान्छेलाई पनि कहिलेकाहीँ यो 2-3 चम्चा राखेर दुध, दही अनि कागती पानीसँग खान पनि मिल्छ। यो स्वास्थ्यको लागि धेरै राम्रो छ, घरमै आफूले बनाएको हो। हजुरहरू पनि ट्राई गर्नु होला, कस्तो छ मलाई कमेन्ट पनि गर्नु होला। यो सातु चाहिँ अब हावा नजाने गरी सिसाको बोतलमा राख्नुपर्छ। अहिले चाहिँ मसँग बोतल छैन, किनेर ल्याउनै छ। यो चाहिँ म 1 महिनासम्म पुग्छ मेरो बाबुलाई। हावा नजाने गरी राखेर उभानो चम्चाले चलाउँदै निकाल्यो भने राम्ररी 1 महिनालाई हुन्छ। त्यस पछाडि फेरि नयाँ बनाउनु पर्छ। यो सातु चाहिँ म खाजाको रूपमा म आफै खान गइरहेको छु दुध राखेर। यो साह्रै नै